Lahoi roma tingi sun blu dhembe din ngala dheu je ole mal thambro bangmu बजाइले घाँस ल्याउँदै हुनुहुन्छ ole khanu mi gam na dosia कच्चा सिंह ने जे अंग्रेज जन आज चाहिँ हाम्रो यसरी धान चाहिँ छरिरहेको छ। अब साउनमा रोप्नुपर्छ। साउनको लागि साउन 6-7 तिर रोप्ने गरिन्छ। हामीले चाहिँ वर्षेनी पोहोर चाहिँ 7 गते रोपेको थियो यतातिर धान चाहिँ। अनि यसपालि मम्मीले धानको बिउ राख्नुपर्ने भनेर बोलाएर म चाहिँ खन्ने गरेर अब चाहिँ मम्मीले छर्दै हुनुहुन्छ। अब यो माथि मलहरू पनि यहाँ बाख्राको मल रहेको छ, यो पनि छर्नुपर्ने छ। अनि अर्को मल पनि छ, त्यो पनि छर्नै बाँकी छ। मम्मीले यसरी छर्दै हुनुहुन्छ। असार साउन भनेको माना रोपेर पाथी फलाउने सिजन हो। त्यही भएर मकैहरू पनि यस्तो यति अग्लो भएर रहेछ। अनि आजभोलि चाहिँ बाँदरको बिकबिकी चाहिँ एकदम बढेको छ गाउँमा। पहिलाभन्दा त यो यसरी निकालेको मकैको ढोरहरू घाँसहरू चाहिँ बाँदरले यो माथिको सब खोस्टाहरू सब यो सबै निकालेर यसरी राखेको हो। म तपाईँलाई देखाउने छु। यो भित्रतिर कहाँनिर छ त्यो निकालेको। अनि यहाँ चाहिँ यस्तो रहेछ। बोर्ड नै देखाउँछु कसरी निकाल्छ भनेर। हेर्नु होला बाँदरले चाहिँ यस्तो यसरी निकालेर भुइँतिर यसरी हालेको छ। अनि यो अघि देखाएको त्योहरू यसरी काटेर राखेको छ। सब पुरै बारीभरि बाँदर पसेर बिजोग बनाएको छ। हेर्न सक्नुहुन्छ यो बारीमा चाहिँ पुरै बाँदर पसेर यसरी घोकाहरू चाहिँ सब निकालेको छ। यहाँ हेर्न सक्नुहुन्छ फल्नै पाएको छैन सब। यता हेर्नु होला यस्तो छ बाँदरले निकालेको पुरै तलतिर यसरी झरेको छ। बाँदरको बिकबिकी चाहिँ एकदम बढिया छ। हेर्नु होला यसरी काटेर राखेको छ सबै। यो चाहिँ बाँदरले घोका निकालेको काटेर राखेको हो सबै। यता नि हेर्न सक्नुहुन्छ यतातिर सबै बारीभरि यो पुरै पसेर बिजोग बनाएको छ। मकैको घोकाहरू चाहिँ यसरी निकालेर हालेको छ। ठुलो मम्मीले चाहिँ अघि नै छरेर अघि नै धान चाहिँ अघि नै यसरी गरिरहनु भएको रहेछ। कच्चा सिंह ने जे अंग्रेज जन ठुलो मम्मीले चाहिँ पुरै बनाउँदै रहेछ। यो चाहिँ यसरी छोप्नुपर्छ। सबै यसरी गरेर छोप्नुपर्छ। छोपेपछि चाहिँ ढुकुर चराहरूले चाहिँ यो खाना खोज्दैन। यसरी छोप्यो भने चाहिँ अलिक चाँडै नै उम्रिन्छ। अनि यसरी ठुलो मम्मी चाहिँ यसरी छोप्दै हुनुहुन्छ। आजभोलि बिउ यसरी छरेर छोप्नुपर्छ। बाँदरले त सबै बनाएर रहेछ। यतातिर हेर्न सक्नुहुन्छ यता चाहिँ घाँसहरू नकाटेर रहेछ। यो घरमा चाहिँ धेरै नखाए पनि 30-40वटा रुख चाहिँ यसरी निकालेको रहेछ। सब देखाउँछु तपाईँहरूलाई। यो चाहिँ बाँदरको बिकबिकी चाहिँ गाउँमा चाहिँ एकदम बढेको छ। यसलाई कसरी नियन्त्रण गर्न सक्छ
हेर्नु होला पुरै मकै भोका लागेकै छैन, अलिअलि लाग्दै थियो, त्यो पनि सब निकालेर भुइँमा फाले अलिअलि खाएर भित्रको एउटै गरामा धेरै यस्तो भएको रहेछ। यसपालिको मकै चाहिँ भने जस्तो बाँदरले गर्दाखेरि भने जस्तो किसानहरूले निकाल्न नपाउला जस्तो छ। पुरै निकालेर रहेछ यो खेतैभरि। यो हाम्रो गाउँको खेतहरू हो। यस्तो छ खेतमा पुरै यसरी पुरै माथिको घोका चाहिँ छ, निकालेर यस्तो अवस्थामा छ पुरै झर्या भुइँतिर। के गर्ने, यहाँ हेर्न सक्नुहुन्छ यसरी निकालेर छ सबतिर। यो मकैको अवस्था चाहिँ यस्तो बनाएको छ। बजैले चाहिँ घाँस पनि लिएर आउनुभयो। मम्मी चाहिँ यसरी मल छर्न लाग्नु भएको छ। अब चाहिँ बजैले चाहिँ घाँस किन ल्याइसक्नुभयो। बजैले घाँस ल्याउँदै हुनुहुन्छ, अघि काट्दै हुनुहुन्थ्यो। फलाटे गाउँको मकै बारीहरू चाहिँ, बारी भन्दा नि खेतहरू चाहिँ यस्तो छ पुरै खेत। हाम्रो यति धान राखेको, यतिले चाहिँ धेरै नफले नि 9-10 मुरी फल्छ अरे मम्मीले भने। अब कति फल्छ, अब फलेपछि थाहा हुन्छ। यो चाहिँ अब यति गर्दा चाहिँ हेर्न सक्नुहुन्छ यसरी धान चाहिँ छरिएको छ। चाहिँ अब मल छर्न लाग्यो। Oleh kan menjam lu tuh ya. मल छर्दैछु गाइस, के गर्ने। Kerja sama kerja. खानु पर्यो। थाम्ने म ल यो जाना नाना बुझ्यो या ए तब ताजी हाल्ले ल उजो कुने गर उजो कुने गर कुना दिएर चको पुरा भेना राती पहले थिंग चंदा जी तो गई कुना ज्यादा तेरे कप पजे न कुलू ताप देशे तब दे कप तो शेषे तेरे सुन ब्लू रंग कप तो बेशे सांग ब्लू रंग थोड़ी बो सीता आरा बदर राव छीरा तो तू शोंगरे राव तू शोंगरे ऐसे क्यों कर ला चिपल कर आम्या तो ये रब ला रे राव छी तोंग बजाएंगे तो तिंगे ना तीयों रब ला क्यों कर ला आरा लहोए रोमा तिंगे सुन ब्लू धेम्बे दिन ngala dheb je ole mal tham barobangmu sor tham daba khale tham jingkol ma tajuwa tayen taji oji pura bena thing den taji kata
हो ल ल दाजु दाजु ल दाजु खाले इले ini aja aku aja nah Tata ji bang kang ni nah ring bawa na wana ya sini beliau ni pandon मम्मी चाहिँ यसरी यो धानको बिउलाई चाहिँ छोप्दै हुनुहुन्छ यसरी खनेर छोप्नुपर्छ छोप्दै हुनुहुन्छ हेर्न सक्नुहुन्छ है तपाईहरुले यसरी गर्नुपर्दो रहेछ भनेर के जानकारी पनि लिन सकिन्छ हाम्रो चाहिँ यसरी राख्ने गरिन्छ तपाईहरुको कसरी राख्नुहुन्छ गाइज यो धानको बिउ छोप्ने कार्यक्रम पनि सकिन लाग्यो अब यति मात्र बाँकी छ यति छोपेपछि चाहिँ सकिन्छ हाम्रो धान छोप्ने अनि काम पनि सकिन्छ मम्मीले यता छोप्दै हुनुहुन्छ म पनि छोपे कुनै साइडमा मम्मी र म यसरी छोप्दै छु भनेको उसरी यसरी छोप्नु पर्दो रहेछ मलाई चाहिँ थाहा थिएन यसरी छोप्ने भनेर यसरी छोप्दैछु है एमाला पुच्याङ्रे Nila tara sauri kimbo. हाँ दार्केन बुझ्ला का Tala bu bisuro na top the balam nindari. तुझे रिन तिला तिंगी की हुआ Ha? तिला न थेम लगा चुमर्नु Allah. आएन ला Kena kena. चुम्नै खाजा बनाएर ल्याएको थियो अब खाजा खान लाग्यो मम्मी र म चाहिँ खाजा चाहिँ यस्तो छ है हाम्रो गाउँघरको खाजा यस्तै हो बाइबलले जितेर छ ग्रिन दिन्छ यस्तो छ खाजा चाहिँ अर्ग्यानिक खाजा खान लाग्यो अब चाहिँ यस्तो छ है खाजा चाहिँ मम्मीहरूको ठुलो बुवाहरूको चाहिँ अघि नै बिउ राखेर जानुभएको रहेछ अघि नै बोलाइरहनु भएको थियो सक्यो कि सकेन भनेर यहाँ चाहिँ उहाँहरूले चाहिँ अघि नै राखेर जानु भइसकेको रहेछ अब हाम्रो नि यो घरको तलतिर राख्नुपर्ने छ त्यही भएर यतातिर आएको माथिको चाहिँ सक्यो